हामी चाहिँ आज सुन्तला बगानतिर टक्क लाएर यहाँ हामी पहिला मामा घर बाजुङतिर जाने बेला चाहिँ हिँडिराख्ने बाटो कस्तो खतरा बनाइराख्नु के यार सुन्तला निले सब फिदार दिएर सुन्तला बनाउने नि यस्तो रहेछ क्या सलक्क हावा छिर्ने खालको लगाएर बिचमा त खाली छ पुरै हाँगासाँगा बडार दिएर यता र उता ल बिचमा पुरै खाली बनाएर टक्क हावा छिर्ने ठाउँ बनाएर यस्तै कति राम्रो पवार बनाउनु भएको छ दाइले टक्क हेर्न सक्नुहुन्छ तल चाहिँ किवी हो यो किवी किवी सुन्तला चाहिँ हेर्दै मजा लाउने होइन टक्क छ किवी पनि मिठो बनाउनु भएछ राम्रै किवी खेती सलक्क यसरी फिदारेर किवीको चाहिँ ट्याक्क फेरि फलेपछि सलक्क त्यो मुना सब काटेर फेरि खाली बनाउने नयाँ मुनामा मात्र फल्ने हो फेरि किवी यस्तो हुन्छ यो चाहिँ सुन्तला पारी चनौटेतिरको हो है चरु